वर्ष महान जनयुद्ध गरे कमरेड प्रचण्डले, झापा विद्रोह गरे कमरेड केपी शर्मा ओलीले, शेरबहादुर देउवाले जेल नेल खानुभयो, उहाँको जिब्रोमा करोड लाग्यो। हामीले पनि उहाँहरूलाई विश्वास गऱ्यौँ, पटक पटक हाम्रो चाहिँ कार्यकारी पदमा पुर्यायौँ। कार्यकारी पदमा पुगिसकेपछि देशभित्रका र देशमा चाहिँ राम्रो जनशक्ति उत्पादन नहोस् भन्ने हेतुले शैक्षिक माफिया छ, शैक्षिक माफियाले केही यसो चारो हारेर चुनावमा चाहिँ केही खर्च गरेर त्यसको आधारले नै उहाँहरूले चाहिँ खास यो राम्रो चाहिँ शिक्षा ऐनलाई अलिकति ओझेला पार्न आँटे भन्ने मेरो बुझाइ हो। नेपालको इतिहासमा शिक्षकहरूले 2035-36 सालमा बलिदानीपुरमा 104 दिनसम्म अनवरत रूपमा सङ्घर्ष गर्नुभयो। त्यस सङ्घर्षको चाहिँ प्राप्त भएको हालको पेन्सनको व्यवस्था, शिक्षकको ठाईको व्यवस्था भयो। विगतमा 2075 सालमा, 2078 सालमा, 2080 सालमा चाहिँ विशेष गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल प्रचण्ड र हाल प्रधानमन्त्री केपी ओलीको तिनै पलामा भएको सहमतिहरूलाई अझै त पालना गर्नको निम्ति यो सङ्घर्ष हो। सरासर नेपाल सरकारको कमजोरी हो, किनभने शिक्षक भनेको एउटा बौद्धिक जमात हो। उहाँहरूले त्यो ध्वंस गर्न जान्दैन, उहाँहरूले चाहिँ त्यो रेलिङ भाट्न जान्दैन, उहाँहरूले चाहिँ बम बारुद बनाउन जान्दैन। शिक्षक भनेको एउटा सम्मानित पेसा हो। सम्मानित पेसाले जहिले पनि अहिंसात्मक आन्दोलनलाई चाहिँ प्रश्रय दिया हुन्छ। यसबाट के हुन्छ भन्दाखेरि सरकार नसुने तापनि अब क्रमिक रूपमा सरकार यो शिक्षक महासङ्घको आन्दोलनबाट घोडा टेक्ने छ। यसले बाध्य भएर हाम्रो बाल बच्चालाई एकदम पिरमर्का परेछ। हामीले रिजल्ट गर्न सकेका छैनौँ, हामीले एडमिसन गर्न सकेका छैनौँ। हामीले मेरो चाहिँ मैले चाहिँ के गरेको छु भन्दाखेरि आजबाट कता कतै बाँडे भएर किताब चाहिँ लिएर मैले घर घरमा बालबच्चाहरूलाई कमसेकम उहाँले बालबच्चाहरूले पनि घाम झर्का नखेलुन् भनेर घर घरमा चाहिँ लगेर किताब वितरण गर्ने काम आज सम्पन्न गरेको छु। हजुरलाई स्वागत छ। धन्यवाद। हजुरको परिचयबाट जाउँ न। मेरो ध्रुवराज रिजाल, नीलकण्ठ नगरपालिका वार्ड नम्बर 12 मा रहेको श्री रुद्रकन्या आदिको प्रधानाध्यापक। यो शिक्षक आन्दोलन त धेरै दिन पनि भयो, धेरै दिन पनि बिते। खास शिक्षक आन्दोलनले पाउनुपर्ने के थियो र अहिले नपाएकै कारण शिक्षक आन्दोलन लम्बिएको कारण खास के हो? नेपालको इतिहासमा शिक्षकहरूले 2035-36 सालमा बलिदानीपुरमा 104 दिनसम्म अनवरत रूपमा सङ्घर्ष गर्नुभयो। त्यस सङ्घर्षको चाहिँ प्राप्त भएको हालको पेन्सनको व्यवस्था, शिक्षकको ठाईको व्यवस्था भयो। त्यस्तै गरी अहिले पनि हाम्रो आज 24औं दिन भयो। 24 दिनसम्म पनि हामीहरूले विगतमा 2075 सालमा, 2078 सालमा, 2080 सालमा चाहिँ विशेष गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल प्रचण्ड र हाल प्रधानमन्त्री केपी ओलीको तिनै पलामा भएको सहमतिहरूलाई अझै त पालना गर्नको निम्ति यो सङ्घर्ष हो, यो आन्दोलन हो। यो जतिखेर शिक्षक आन्दोलन सुरु भयो, शिक्षकहरूले न्याय पाउनुपर्छ भन्दै गर्दा शिक्षा मन्त्रीको पनि पद गएको भन्ने खालको कुराहरू पनि सुनिन्छ। शिक्षा मन्त्री मेरो विचारमा एउटा ऐतिहासिक हुनुहुन्थ्यो। उहाँ एउटा इन्टेलेक्चुअल पर्सन हुनुहुन्थ्यो। उहाँ एमफिल गरेको हुनुहुन्थ्यो, उहाँ प्राध्यापक हुनुहुन्थ्यो। त्यसकारणले कमरेड विद्या भट्टराई जो शिक्षा मन्त्री हुनुहुन्थ्यो, उहाँले शिक्षकको सबै पीडा पीडाहरू र भावी पुस्तालाई कस्तो शिक्षा दिने, यो देशमा कस्तो शिक्षा ऐन लागू गर्नुपर्छ भन्ने सबै ज्ञान भएको थियो। त्यस्तो महान ज्ञातालाई अहिले तत्कालको केपी शर्मा ओलीको सरकारले विभिन्न अडचन बाधन दिएर बाध्य पारेर उहाँलाई पदबाट राजनीति दिन बाध्य पार्यो। त्यो हाम्रो लागि दुःख कुरा हो। आम शिक्षक महासङ्घलाई दुःख। आफै पनि पदमा रहेर आफ्नै हातमा राज्य भएर पनि मन्त्री आफैले नै कार्यक्रम गर्दै हिँड्ने खालको वातावरण पनि देखिरहेछ। अब एउटा इन्टेलेक्चुअल पर्सन अथवा बौद्धिक वर्गले शिक्षा नीति मार्फत देशलाई कस्तो जनशक्ति उत्पादन गर्ने हो, त्यो कस्तो खालको जनशक्ति उत्पादन गर्यो भने हाम्रो देश ऱ्यापिडली विकास जान्छ, त द्रुत गतिमा विकास पाउँछ। जस्तै कोरिया भयो, नर्वे भयो, अमेरिका भयो, जापान भयो, चाइना भयो, यो सबै अधिकांश विकसित मुलुकहरू जहाँ शिक्षा नीति राम्रो छ, शिक्षा नीतिको राम्रो भएको कारणले त्यहाँबाट उत्पादित जनशक्तिहरू एकदम ट्यालेन्टेड भएर वैज्ञानिक भएर त्यो देशलाई कस्तो खाले चाहिँ विकासमा लाने भन्ने त्यो बौद्धिक वर्ग बौद्धिक क्षमता भएको शिक्षा नीति ल्याएको कारणले अन्य देश त्यसरी ऱ्यापिडली विकास भयो। हामी पनि के चाहन्छौँ भन्दा चाहिँ अधिकांश शिक्षक महासङ्घका आबद्ध सरहरू हाम्रो 2028 साल पञ्चायती कालमा भएको 2028 सालको शिक्षा ऐनलाई अहिले 2022 साल ठिक उल्टो पारेर
देशलाई 50औं वर्षसम्म कसरी राम्रो जनशक्ति उत्पादन गर्ने, त्यो उत्पादन गरेर राम्रो जनशक्ति देशमा कसरी टिकाउने, देश कसरी समुद्र लाने, कसरी स्थिति लाने, कसरी हाम्रो विश्व सामु चाहिँ एउटा विकसित मुलुकमा दर्जामा जाने भन्ने मुख्य लक्ष्य लिएर नै यो राम्रोसित चाहिँ शिक्षा ऐन लागू हुनुपर्छ भन्ने शिक्षक अधिकांश शिक्षक महासङ्घ आबद्ध सरहरूको र बौद्धिक वर्गको चाहिँ बुझाइ छ। शिक्षकहरू कार्यक्रम गर्छन्, आन्दोलन गर्छन् र थाकेपछि आफ्नो बाटो लाग्छन् भन्ने खालको प्रधानमन्त्रीको हेराइ हो कि के हो? विगतमा शिक्षकहरू जसले हाम्रा महान नेताहरू भन्नुपर्छ, किनभने उहाँहरू पनि विभिन्न समय कालखण्डमा पञ्चायतका विरुद्धमा विभिन्न मोडलको आन्दोलन गर्दै, कसैले अब 10 वर्ष महान जनयुद्ध गरे कमरेड प्रचण्डले, झापा विद्रोह गरे कमरेड केपी शर्मा ओलीले, शेरबहादुर देउवाले जेल नेल खानुभयो, उहाँको जिब्रोमा करोड लाग्यो। हामीले पनि उहाँहरूलाई विश्वास गऱ्यौँ, पटक पटक हाम्रो चाहिँ कार्यकारी पदमा पुर्यायौँ। कार्यकारी पदमा पुगिसकेपछि देशभित्रका र देशमा चाहिँ राम्रो जनशक्ति उत्पादन नहोस् भन्ने हेतुले शैक्षिक माफिया छ। शैक्षिक माफियाले केही यसो चारो हारेर चुनावमा चाहिँ केही खर्च गरेर त्यसको आधारले नै उहाँहरूले चाहिँ खास यो राम्रो चाहिँ शिक्षा ऐनलाई अलिकति ओझेला पार्न आँट्यो भन्ने मेरो बुझाइ हो। अथवा यो आन्दोलनको रूप हेर्दा बिस्तारै बिस्तारै न्याय नपाउँदै यो आन्दोलन कतै शिक्षक आन्दोलन तुइनी पो हो कि जस्तो खालको पनि देखिन्छ। तपाईँले भन्नु स्वाभाविक कुरो हो, तर अब डु अर डाई, गर अथवा मरको सङ्घारमा आएको हुनाले यो आन्दोलनले चाहिँ शिक्षा ऐन हातमा नपरिकन अथवा सुनिश्चित नभइकन यो आन्दोलन तुइनेवाला पनि छैन, यो आन्दोलन गर्नेवाला पनि छैन, यो आन्दोलन जानेवाला पनि छैन। यही खालको आन्दोलनले के त अब न्याय पाइएला जस्तो आश्वासन राखेर नै सडकमा उत्रिनु भएको हो त? सधैँभरि हामीले चाहिँ के भन्नुपर्छ भन्दाखेरि पोजिटिभ थिङ्किङ गर्नुपर्छ। सम्भावना अनेक छन्, यो पोजिटिभ थिङ्किङ गरे हुनाले अब अहिले सम्मानित सर्वोच्च अदालतले पनि सम्मानित सर्वोच्च अदालतले पनि यो सरकारलाई तुरन्त 3 दिनभित्रमा चाहिँ शिक्षाको जायज मागहरू संविधानले प्रदत्त दिएको हक अधिकारहरू पहिला भएको जुन सहमति छ त्यो सम्बन्ध अविलम्ब अघि बढाएर शिक्षकहरूलाई 3 दिनभित्रमा विद्यालयमा फर्काउने वातावरण गर भनेर चाहिँ स्टे अर्डर दिएको हुनाले हामीलाई आशा छ यो सरकार अब चाहिँ बाध्य भएर जुन यो संविधानले प्रदत्त गरेको अधिकारलाई यहाँभन्दा पहिला 3 पटकसम्म भएको सहमतिहरूलाई अचेल पालन गर्छ भन्ने दृढ हामीलाई विश्वास छ। हाम्रो महासङ्घ त्यसैमा चाहिँ आशा वर्ष लिएर बसेका। सरकारले शिक्षक ऐन जारी हुनैपर्छ भन्ने खालको नियमलाई चाहिँ कतिपय आन्दोलनहरू यही सडकमा भइरहेका छन्, कतिपयले 2 देखि हप्ता दिनसम्म न्याय पाएको स्थिति छ। तर शिक्षकहरूले अहिलेसम्म न्याय नपाउनु सरकारले त्यसलाई ध्यानाकर्षणै नगर्नु भनेको शिक्षक महासङ्घको कमजोरी हो या त नेपाल सरकारकै कमजोरी हो? यो सरासर नेपाल सरकारको कमजोरी हो, किनभने शिक्षक भनेको एउटा बौद्धिक जमात हो। उहाँहरूले त्यो ध्वंस गर्न जान्दैन, उहाँहरूले चाहिँ रेलिङ भाट्न जान्दैन, उहाँहरूले चाहिँ बम बारुद बनाउन जान्दैन। शिक्षक भनेको एउटा सम्मानित पेसा हो। सम्मानित पेसाले जहिले पनि अहिंसात्मक आन्दोलनलाई चाहिँ प्रश्रय दिया हुन्छ। यसबाट के हुन्छ भन्दाखेरि सरकार नसुने तापनि अब क्रमिक रूपमा सरकार यो शिक्षक महासङ्घको आन्दोलनबाट घोडा टेक्ने छ। यसले बाध्य भएर अग्रगामी गणतान्त्रिक नेपालको अग्रगामी चाहिँ शिक्षा ऐन जारी गर्नेछ भन्ने दृढ विश्वास शिक्षक महासङ्घलाई र मेरो व्यक्तिगत मलाई पनि विश्वास छ। शिक्षकहरूले शिक्षक आन्दोलन गर्दै गर्दा गाउँमा विद्यार्थीहरू कति तडपिरहेका छन् भन्ने कुनै चिन्ता, कुनै भावहरू बढेको छैन? यो एउटा एकदम राम्रो समसामयिक प्रश्न गर्नुभएका तपाईँलाई पत्रकारलाई धेरै धेरै धन्यवाद। विगतको वर्षहरूमा पनि वैशाखको 12 देखि 15 गतेबाट पढाइ सुरु हुन्छ। हाम्रो पनि अहिलेसम्म केही बिग्रिरहेको छैन। आज भर्खर 12 गते हो। अब आइतबारबाट चाहिँ हाम्रो पढाइको हाम्रो आदरणीय अभिभावकहरू चाहिँ अथवा शिक्षा सरोकार राख्ने व्यक्तिहरू हाम्रा प्यारा भाइ बहिनीहरूलाई पनि यदि हामीले आगामी आइतबारबाट सरकारले चाहिँ हामीलाई घर पठाउने र ऐन जारी गर्ने भने जति नै हाम्रो पढाइमा ग्याप भएको हुन्छ हामीले बर्खा बिदाबाट अथवा चाहिँ चाडबाडको पर्व आउने बिदाबाट पनि हामीले 180 दिनदेखि लिएर कति दिन पढाउनु पर्ने हुन्छ हामी पढाउन तयार छौँ। हामी हाम्रा कर्णधार बालबालिकाहरूप्रति एकदम चिन्तित छौँ। जति सरकार छ त्योभन्दा 100 गुणा हामी
शिक्षक महासङ्घमा आबद्ध सरहरूको चाहिँ चिन्ताको विषय हो। त्यो हाम्रो बालबालिका जो हाम्रो कर्णधार हुनुहुन्छ, उहाँ भावी देश निर्माता हुनुहुन्छ। त्यस कारणले सबभन्दा बढी कसलाई बालबालिका माया छ भने त्यो शिक्षक महासङ्घमा आबद्ध भएको शिक्षक सरहरूलाई माया हुनेछ। त्यसमा हामी चिन्तित छौँ। तपाईँको प्रश्नलाई धन्यवाद दिँदै अब हामी कुनै पनि हालतमा हाम्रो बालबच्चाहरूको पढाइमा हुने जुन क्रेडिट आवर छ त्यसलाई फुलफिल गर्ने हाम्रो प्रतिबद्धता मेरो तर्फबाट छ। शिक्षक महासङ्घको तर्फबाट पनि यही प्रतिबद्धता गर्न चाहन्छु। मैले धादिङकै शीर्षकमा हेर्दा धादिङ नीलकण्ठ नगरपालिका 2 मा मैले विद्यालयमा फोन गरेँ मेरै आफ्नै बच्चा पनि एडमिसन गर्नको लागि। तर उहाँहरूले भन्नुभयो कि बच्चाको एडमिसन जबसम्म सरकारले शिक्षकहरूलाई न्याय दिन्छ त्यसपछि मात्रै भर्ना हुन्छ भन्ने खालको कुराहरू पनि गर्नुभएको थियो। त्यस कुराहरूलाई आम विद्यालयहरूलाई र त्यस कुरालाई हजुरले कसरी मनन गर्नु? त्यो एउटा एकदम अब समय सन्दर्भ अनुसार चाहिँ एकदमै हामीलाई खलो लागिरह, किनभने राज्यले जुन एउटा ऐन जारी गर्न पर्ने हो। तमाम लाखौँ शिक्षकहरू सडकमा आएर सरकारले बनाउनु पर्ने कानुनहरू नबनाएर हामीले बनाइदेऊ भन्नुपर्ने जुन बाध्यता छ, त्यो बाध्यता कारणले गर्दाखेरि हाम्रो बालबच्चालाई एकदम पिरमर्का परे। हामीले रिजल्ट गर्न सकेका छैनौँ, हामीले एडमिसन गर्न सकेका छैनौँ। हामीले मैले चाहिँ के गरेको छु भन्दाखेरि आजबाट कतै बाँडे भएर किताबमा लिएर मैले घर घरमा बालबच्चाहरूलाई कमसेकम उहाँले बालबच्चाहरूले पनि घाम झर्का नखेलुन् भनेर घर चाहिँ लगेर किताब वितरण गर्ने काम आज सम्पन्न गरेको छु। अब मैले भर्ना गरेको छैन, मैले चाहिँ रिजल्ट गरेको छैन, आउट गरेको छैन, किनभने हामीलाई थाहा हुन्छ हाम्रो बच्चा कस्तो को पास हुन्छ को फेल हुन्छ। 1 वर्षसम्म पढाइसकेपछि सबै थाहा हुने भएर त्यही आधारमा मैले पुस्तक चाहिँ आज बच्चा घरमा पुर्याउन निर्देशन दिएको छु। एक त तातो घाममा तातो सडकमा शिक्षकहरूले आन्दोलन गरेको पीडा, अर्को विद्यार्थीको अभिभावकले आफ्नो बच्चा पढाउन नपाएको पीडा र विद्यार्थीले पनि आफू पढ्न नपाएको पीडालाई यो पीडा सरकारले थेग्ने हो या पत्रकार महासङ्घले या शिक्षकले? यो सबभन्दा शिक्षकको पनि अभिभावक भनेको राज्य हो। सबभन्दा पहिलो जिम्मा राज्य हुनुपर्छ। राज्यले जतिसुकै चाँडै राज्यले आज संसदको अधिवेशन छ, बर्खे अधिवेशन, आजकै मितिमा शिक्षक महासङ्घसँग भएको विगत 75 साल 78 साल र 80 साल विगतमा भएको सबै सम्झौताहरूलाई अक्षरशः पालन गरेर टेबल गरेर आजै 2/3ले पास गर्छ भने हामी नजिक हुन त आजै घर पुग्छौँ, नभए भोलिपल्टसम्म अरू सब पुग्नुहुन्छ र आइतबारबाट पढाइ सुचारू हुने काम म तपाईँहरूलाई महासङ्घ र मेरो व्यक्तिगत तर्फबाट मैले यो सरकारसम्म पुगोस् भन्ने तपाईँहरूको मिडिया मार्फत भन्न चाहन्छु। हस्, हजुरलाई धन्यवाद। धन्यवाद तपाईँलाई। यो देशको समसामयिक शैक्षिक जुन अस्तव्यस्त छ त्यो अस्तव्यस्तलाई उजागर गर्नको निम्ति मलाई मेरो महासङ्घ र मेरो व्यक्तिगत तर्फबाट 2-4 शब्द बोल्न दिनु पाएको तपाईँलाई विशेष आभार व्यक्त गर्नै। तपाईँहरूको भविष्य राम्रो होस् त्यही कामना गर्छु। हस्, धन्यवाद।